गुरामा हजुर ए चतुरे पो आएछ बस न बस 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 अनि के कति कामले आयो बस्नु गुरामा बसेर कुरा गरौँ न ल भन अब कुरा के भने गुरामा जताततै कुरा गरौँ भने सबैले सुन्छन् गुरालाई एकान्तमा बोलाएर सल्लाह गरौँ कि भनेर ल भन के कुरा चाहिँ कुरा यसो कुरा मलाई एउटा राम्री सुन्दरी अनि एउटा ठुलो घरको घर गरेर खाने खालको केटी बुझिनु पर्यो भन्न आएको कुरा हजुर हुन त तिमी पनि दुःखै पाएको हजुर भन त तिमीले कस्तो खालको केटी चाहेको छ अब मलाई यहाँ 3-4 ठाउँबाट कुरा आएको छ सबै केटीहरू फोटो राखेको छु म तपाईँलाई फोटो देखाउँछु अनि मात्रै कुरा गरौँ है कुरामा ल ल हेर्नुहोस् यहाँ अब यता हेर्नुहोस् कुरामा यो भयो साडी ल्याउने केटी है यो साडी ल्याउने केटी चाहिँ मलाई पटक्कै मनपर्छ है अनि यो अर्को छ नि यो मेसी ल्याउने झनै मन पर्दैन अनि यहाँ अर्को आएछ फेरि यो कुर्ता सुरा लाउने यो झन् मलाई मन पर्दैन होइन कस्तो खालको चाहे त नि भन न अब मलाई चाहिएको केटी अब म तपाईँले देखाउँछु है कुरामा ल ल देखाउ त आहा हेर्नु त हेर्नु यहाँ यो कटु लाउने केटी है अनि यहाँ माथापट्टि भाग हेर्नु त अगाडिको छाती पुरै देखाएको छ कुरामा यस्तो केटी छ नि मलाई मनपर्छ हेर्नुहोस् यस्तो खालको केटी खोजिदिनु पर्छ कुरा मलाई ल ए भनेपछि यस्तो खालको चाहिँ मनपर्छ यो केटी को रहेछ त हेर्नु त कति राम्री यो चाहिँ छोटो कटु लाउने र अगाडि चेस दिउने केटी त मलाई यस्तो लोभ लाग्छ कि कुरामा कुरा नगर्नु ल होइन यो केटी त त्यो पल्लो गाउँको चतुरिया छोरी होइन भने यो कसको हो मलाई यो फोटो चाहिँ पठाएको छ यो केटीलाई मैले चिनेको छैन होइन तिम्रो ससुरको नाम र तिम्रो नाम त एउटा हो र पनि यो पनि चतुरी हो यसको बाउको नाम ए उसको नाम पनि एउटै रहेछ मैले त झन् सन्धि पर्ने भयो त होइन सन्धि हो र ससुर हो नि म त यो कटलाउने केटी पानी भएर मैले त सूर्य खोजिसकेको छु भने के भयो मलाई यो त्यसो भए त यो यसको बाउ त मैले राम्रो चिन्जानी छ चिनेको छ होइन त एकदम चिनेको छ मलाई हेर्नुहोस् यहाँ कति सुन्दर है अनि हेर्नु त कुरामा कपाल हेर्नु कपाल पुरा चार्ली कपाल छ है यो कोही केटी देखेपछि त मेरो मन कटक्कै खान्छ कुरामा यस्तै जीवन साथी पाएँ भने त म त जिउँदै स्वर पुगेको त हुन्छ भने के भयो यो चतुरेलाई ल त्यसो भए तिमी चिन्ता नगर हजुर म आजैबाट यो केटीको लागि कुरा चलाउँछु है त अनि छरी कुरामा यदि यो केटी तपाईँले मलाई पादिनु भयो भने नि तपाईँलाई म छ नि जिन्दगीभर नभुल्ने एउटा अमूल्य उपहार दिन्छु ताकि भोलि दुःख पर्दा पनि तपाईँले त्यो राखेर पैसा निकालेर तपाईँलाई चाहिँ खर्च गर्न पाइयोस् के त्यस्तो चिन्ह दिन्छु म तपाईँलाई के को उपहार हो के को लागि उपहार दिन्छु भन्छ नि बारे यसो नि नानु के को उपहारको कुरा गरे अब मलाई एउटा राम्री केटी चाहिएको छ त्यहाँ माथि फेरि कटु लाउने खालको के अगाडि त्यो छाती नि पुरै देखेँ नि त्यस्तो केटी भयो भने बुढो आमालाई अमूल्य उपहार दिन्छु भनेको नि कस्तो उपहार हो भनेर के तपाईले चाहिँ नि बुढो आमालाई दिने उपहार भनेपछि त अब जिन्दगीभर नभुल्ने उपहार भने नि जिन्दगीभर नभुल्ने उपहार कस्तो हो ल उपहार कुरा नर न अहिले चिनो क्या चिनो हो तपाईलाई कट्टु लाउने केटी पनि चाहिने हो राम्री केटी पनि चाहिने उपहार चाहिँ कस्तो नभुल्ने खालको दिने त उपहार भनेपछि चतुरीलाई मैले केटी मिलाइदिएको बापत चतुरीले मलाई यो दियो भन्ने खालको दिन खोजेँ क्या नानु मैले ए अब के थाहा त हामीलाई त्यस्तो कुरा कस्तो उपहार भन्छु भने नि हेर यो देखेनौ यहाँ देखेनौ यस्तै दिन्छु भने के थाहा त्यो त सुनको हो कि पित्तलको ल अनि सुनको पित्तलले तिमी पनि चिन्दैनौ म त चिन्दैन तिमीले त्यो घाँटीमा लगाएको के को नि त्यो यो त मेरो पोते भयो 200 को त्यो अगाडिको डल्लो के त्यो 200 को आफू चोर अरे चोरी सोध्ने तिमीले नकली ल्यायो भन्दैमा यो चतुरीले पनि नकली ल्यायो हुन्छ के हो पारा यो होइन आमा गुरुआमा यस्ता नानीको कुरा नसुनौ म दियोस् तपाईँलाई उपहार मसँग राम्रै उपहार दिन्छु ल हेरौँला हामी पनि हेरौँला कस्तो उपहार दिनु हुँदो रहेछ ल ल अनि गुरुआमा
हेर्नु त यस्तो यो कटुलाको केटी यो अगाडि पुरा छाती देखाएको केटी मैले पाएँ भने नि गुरुआमा म जिन्दगीभर उनलाई खुसी पनि दिन्छु र म अब खुसी साथ म पनि बाँच्न पाउँछु गुरुआमा। के रे बाबा के भन्नुभएको रे? के होइन छोरी त्यो अझै के होइन रे दाइ त्यस्तो लकात जवान भएर बस्नु भएको छ। Yes! बे गर्ने कुनै तपाईँलाई केही वास्ता छ? मेरो पनि त बे गर्ने बेला भइसक्यो। Yes! तपाईँलाई अलिकति सोच्नु पर्दैन गाउँ समाजले के भन्छ भनेर? उल्टे आफ्नै बे गर्ने कुरा सोचेर बसेछ। म त सुन्दा पनि पागल हुन्छु। तपाईँको खुसी के हो बाबा? खुसी होइन नि छोरी अब मम्मी बितेको 6 महिना भइसक्यो मलाई तातपान ततार खुवाउने मान्छे भएन। तिमी क्याम्पस जान्छौ छोरो कता जान्छ अनि मलाई हेरविचार गर्ने मान्छे चाहियो नि त छोरी। अब हेरविचार गर्ने भन्ने बित्तिकै अब बिहे नै गर्नुपर्ने। No! भाउजू ल्याएपछि भाउजूले हेरिहाल्नुहुन्छ नि त्यति गर्न Yes. सक्नुहुन्न? कस्तो बुढेसकालमा बसे चढेको होला। मर्ने बेलामा हरियो काँक्रो बिहे गर्ने बुढेसकालमा होइन यो कहाँबाट आएछ यो होला छिनलाई त यसलाई